लागेछ सारा चारै साँध्यो बिचारै साँध्यो पहेँलो बेसारा ढोका उगारी हेर्दा लागेछ सारा लागेछ सारा रुवाको ढोका उगारी हेर्दा लागेछ सारा दिनमा लाउने इसिरी सूर्य रातिमा चन्द्रमा दिनमा लाउने इसिरी सूर्य रातिमा चन्द्रमा रातिमा चन्द्रमा सँगीको साथै भेट्नु नपाइयो असारे 15मा असारे 15मा सँगीको साथै भेट्नु नपाइयो असारे 15मा यसरी नै घन्किन्थे खेतका गहराहरूमा असारे गीत बाउसे रोपार मिलेर ऐँचो पैँचो पर्म र हिलो छ्यापाछ्याप गरेर खुसी साटासाट गरी असारे रोपाइँ गरिन्थ्यो। असार 15 को दिन विशेष नेपाली समाजमा दही चिउरा खाने चलन रहेको छ। खेतमा काम गर्दा थकी शरीरलाई ऊर्जा र शीतलता दिन असार 15 गते दही चिउरा खाने चलन रहेको छ। अहिले हामी ह्याङ्जाको यो रोपाइँ महोत्सवमा छौँ र आज हामी यही ह्याङ्जाको रोपाइँ महोत्सवमा दही र चिउरा खानेछौँ। यो दही र चिउरा खाने चलन छ र अब म खाँदैछु। कस्तो छ? एकदम मिठो छ। एकदमै राम्रो व्यवस्था गर्नुभएको रहेछ आयोजकले। अहिले रोपाइँ महोत्सवमा विभिन्न प्रतियोगिताहरू भइराखेका छन्। यहाँनिर चाहिँ माछा समात्ने प्रतियोगिता भइराखेको छ भने तलपट्टि फुटबल भएको छ, यता अर्कोतर्फ भलिबल भइराखेको छ। अब केही छिनमा नै यहाँनिर चाहिँ हिलोमा दौडिने प्रतियोगिता पनि सुरु हुनेछ। यहाँलाई धेरै धेरै धन्यवाद। अत्यन्त उत्कृष्ट प्रदर्शन गर्नुभएको छ हिलो दौड प्रतियोगितामा। यहाँलाई धेरै धेरै धन्यवाद। आफ्नो नाम सचिवलाई म टिपाउनु विनम्र साथ अनुरोध गर्न चाहन्छु र सचिवालयका साथीहरू कुनै 2 जना अब हामी यो सेर फेर हिले म सब ढुकढुकी हो मेरो रानी फुल बसायो तिम्रो माया नभएको अरे कहिले फसायो तिम्रो माया नभएको अरे कहिले फसायो हिमजा बीचमा देवीको घर देवीको घर दर्शन गर्छु पर्छु नि हो भार रानी फुल बसायो तिम्रो माया नभएको अरे कहिले फसायो तिम्रो माया नभएको
कहिले फसायो कृष्णभ्यू बोर्डिङ स्कुल पोखरापच्ची सिन्जबाट रु 5,555, शिव पोखरेलबाट रु 5,555, अमृत पौडेलबाट रु 5,005 रुपियाँ, देवकृष्ण पौडेलबाट रु 1,000, त्यसै गरी ग्रिन हाउस पार्टी कलेजबाट रु 2,500, मनी प्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रु 2,500 रुपियाँ, त्यसै गरी पवित्र सापकोटाबाट रु 3,000, बराल फोटो स्टुडियोबाट रु 600। भलिबल भइरहेको छ, एकैछिनमा फुटबल हुनेछ, माछा छोप्ने कार्यक्रम अगाडि बढ्नेछ। यहाँहरू सबैलाई उच्च सम्मान व्यक्त गर्दै अबका हाम्रा विविध सांस्कृतिक प्रस्तुतिहरू जोड्ने जमर्कोमा छौँ। धन्यवाद। आवाज हम पोखरापट्टी हिल्दाका नानीहरूलाई अब हामी अर्को एउटा सांस्कृतिक प्रस्तुति जोड्न गइरहेका छौँ। गायक तथा सङ्गीतकार आदरणीय व्यक्तित्व विनित जोशीज्यू, जसले अघिल्लो वर्ष पनि हामीलाई सांस्कृतिक प्रस्तुति दिएर मनोरञ्जन प्रदान गर्नुभएको थियो। यस वर्ष पनि हाम्रो सौभाग्यले उहाँ यहाँ आइपुग्नु भएको छ। यसलाई हार्दिक सम्मानसहित आफ्नो प्रस्तुतिको निम्ति हार्दिक स्वागत गर्दछु। यति बेला रस्साकसी प्रतियोगिता हामी जोड्न गइरहेका छौँ। त्यसर्थ रस्साकसीमा सहभागी टिमहरू यथाशीघ्र सम्पर्कमा आइदिनुको निम्ति हार्दिक अनुरोध गर्दछौँ। के रेफरेंस है वहाँ कुर्सी है, कुर्सी मेरे बानी है। हामी सबै वहाँ गएर मार्छ। यो छैटौँ बहास मनाउँदै आइयो 83 सालमा। यो छैटौँ मौसम मनाउँदै आइयो 83 सालमा। सालको सुथाने धान खोजेर बाजेका पालाको